समयको कालखण्डसँगै यस्ता व्यक्तित्वहरूको जन्म हुन्छ जसको सारा जीवन एउटा खुल्ला किताब चाहिँ बनिदिन्छ। त्यति मात्र होइन, जसको सादा जीवनशैली र उच्च विचारले सिङ्गो समाजलाई सत्मार्गमा लाग्ने प्रेरणा प्रदान गर्दछ। यस्तै एउटा कर्तव्यनिष्ठ प्रेरणादायी शिक्षक हुनुहुन्छ ओमनाथ निरौला सर। आजभन्दा 60 वर्ष अगाडि 2023 साल वैशाख 27 गते शङ्खसभा जिल्लाको बादी नगरपालिका वडा नम्बर 4 मा बुवा यादव प्रसाद र आमा कृष्णकुमारी निरौलाको कोखबाट जन्मिनुभएका ओमनाथ निरौलालाई पारिवारिक संस्कार र माटोप्रति मायाले एउटा धैर्यवान, लगनशील र कर्तव्यनिष्ठ व्यक्ति बनायो। जन्मस्थान नजिकैको विद्यालयबाट कख सिक्न सुरु गर्नुभएका ओम सरले बीकम तथा बीएड सम्मको अध्ययन पूरा गर्नुभयो। जीवनयापनको क्रममा 2044 सालमा जानुका घिमिरेसँग लगनगाँठो कसेर जीवनको नयाँ अध्याय सुरु गर्नुभयो। विवाहपछि अन्जीव र सञ्जीव 2 पुत्र रत्नसँगै उहाँले आफ्नो सानो परिवारलाई सुखी परिवार बनाउँदै एउटा कुशल अभिभावकको भूमिका निर्वाह गर्नुभयो। उहाँको वास्तविक यात्रा तब सुरु भयो जब 2043 साल माघ 5 गते उहाँले आफ्नै जिल्लाको पञ्चकन्या प्राथमिक विद्यालय धर्मदेवीबाट शिक्षण पेसामा पाइला टेक्नुभयो। शिक्षण सेवाकै क्रममा माधिमै रहेको नारायण माध्यमिक विद्यालयमा 6 वर्षभन्दा बढी समय प्रधानाध्यापकको भूमिका सफलतापूर्वक सम्पन्न गर्नुभयो। यसै क्रममा सपरिवार बसाइसरी मोरङको उर्लाबारी 7 मा बस्न थालेपछि 2071 साल फागुन 1 गतेबाट यस महेन्द्र माध्यमिक विद्यालयमा सरुवा भई आफ्नो शिक्षण कर्मलाई निरन्तरता दिनुभयो। महेन्द्र माविमा सरुवा भई आए पश्चात आफ्नो क्षमता र अनुभवलाई उच्चतम प्रयोग गर्दै छोटो समयमै विद्यार्थी, शिक्षक एवं अभिभावकहरूमाझ एउटा असल, परिपक्व र कर्मठ शिक्षकको रूपमा आफ्नो छुट्टै पहिचान बनाउन सफल हुनुभयो। आजको बिहानी अरू दिनभन्दा फरक छ। करिब 40 वर्षसम्म एउटै समयमा खुल्ने आँखा, एउटै गन्तव्यका लागि चालिएका पाइलाहरू, एउटै समयमा भिरिने आफ्नो झोला। तर आजको स्कुल जाने तयारीमा एउटा फरकपन र भारीपन लुकेको छ। यो झोलामा केवल किताब र कलम मात्र छैनन्, हजारौं विद्यार्थीका सपनाहरू पनि छन्। यो सार्वजनिक बस उहाँका लागि केवल सवारी साधन मात्र भएन, यो त समाजका विभिन्न रङहरू निहाल्ने एउटा ऐना पनि थियो। महेन्द्र माविसम्म आउँदा जाँदा करिब 12 वर्षको सहयात्री यो बस यात्रा एउटा सङ्कल्प र एउटा गन्तव्यको नजिकको साक्षी पनि हो। बस स्टपबाट विद्यालयको गेटसम्मको यो दूरी उहाँले हजारौं पटक तय गर्नुभयो। आज यो बाटो हिँड्दा प्रत्येक पाइला अलि भारी महसुस भइरहेको छ। महेन्द्र माविको गेटभित्र छिरेपछि उहाँ केवल एक व्यक्ति वा शिक्षक मात्र रहनु भएन, उहाँ सबैको गुरु बन्नुभयो। यो कक्षा कोठाभित्र एउटा शिक्षकको अलावा पथ प्रदर्शक, विद्यार्थीहरूमाझ प्रिय एवं प्रेरणादायी गुरु बन्नुभयो। उहाँले आफ्नो मार्करले सेतो पाटीमा विद्यार्थीहरूको सुनौलो भविष्य कोर्नुभयो। आज 40 वर्षे शिक्षण कर्मलाई बिट मार्दै गर्दा उहाँले एउटा असल शिक्षक तथा कर्तव्यनिष्ठ शिक्षकको रूपमा बनाउनु भएको गार्बिलो विरासत आफैमा एउटा अमिट इतिहास बनेर रहनेछ। महेन्द्र माविले उहाँको यो अतुलनीय योगदानलाई सदा सर्वदा ससम्मान सम्झिरहनेछ। अन्त्यमा उहाँको सेवानिवृत्त जीवन सामाजिक रूपमा सक्रिय भई सुखमय भई बितोस् भन्दै हार्दिक शुभकामना व्यक्त गर्दछौँ।
उहाँकै घरमा पनि 5 वर्षसँगै बस्यो र विद्यालयबाट घर आउजाउ गर्दा चाहिँ लगभग 6-7 वर्षको मेरो अनुभवले स्पष्ट के भन्छ भन्दाखेरि चाहिँ उहाँ सबैको भलो चिताउने र कठिन परिस्थितिमा पनि एकदम सुखदुःखको साथ समाधान निकाल्ने र एउटा सच्चा एउटा प्रेरणादायी व्यक्तिको रूपमा चाहिँ म मलाई 40 वर्षै त नभनौँ 39 वर्ष 3 महिना केही दिन मैले शिक्षण पेसामा समावेश भएँ। 2043 साल माघ 5 गतिबाट सेवा सुरु भएर 2083 साल वैशाख 26 गते मेरो सेवा निवृत्त भयो। यो 40 वर्षीय दौरानमा पहिलेको चाहिँ हाम्रो शिक्षकहरूको जुन अवस्था थियो, विद्यालयको अवस्था थियो, त्यसमा केही चाहिँ सुधारहरू भएका छन् र अहिले नयाँ टेक्नोलोजीको विकास भएको छ, प्रविधिको विकास भएको छ। हामी चाहिँ अब एक खालको डेटिस्पायर भएको छ, प्रविधिसँग म्याच गर्न सकिएन र पुरानै ढर्रा र शैलीबाट हामीले शिक्षण गराउँदै आयौँ र सिकाउनु पर्ने कुरामा हामीले पढायौँ र अबको पुस्ताले चाहिँ पढाउने होइन सिकाउने अभ्यास गरोस् भन्ने चाहना छ र मेरा चाहिँ धेरैवटा विद्यालयहरू लगभग यो विद्यालय मेरो 8औँ विद्यालय हो। मैले सङ्घर्षमा जिल्लाको पञ्चकन्या प्राथमिक विद्यालय पोखरे टाकुरे जुन चाहिँ तत्कालीन तामाको गाउँ पञ्चायत वार्ड नम्बर 9 अहिलेको धर्मदेवी नगरपालिका अन्तर्गत पर्छ, त्यसबाट चाहिँ मेरो सेवा भयो र विभिन्न विद्यालयहरू जस्तै अब त्यस पछाडि नेरा प्रावि, हेमाद्री हिमावि, त्यस्तै गरेर देवी दर्शन प्रावि, सिंह भगवती प्रावि, भ्रिकुटी प्रावि, नारायण मावि हुँदै म सङ्घर्षमा जिल्लाबाट 2071 साल चैत्र 1 गतेबाट यस विद्यालयमा हाजिर भएँ र लगभग 11 वर्ष र केही महिना यस विद्यालयमा शिक्षण गर्न अवसर पाएँ र यो विद्यालयको शैक्षिक वातावरण अत्यन्तै राम्रो छ, अनुकूल छ, सरल। सबै मेरा सहकर्मी शिक्षक साथीहरू चाहिँ एकदम मित्रवत हुनुहुन्छ, सहयोगी हुनुहुन्छ र यो चाहिँ भावनात्मक हिसाबले उहाँहरूसँग एकदम प्रगाढ आत्मा र आत्मीयता जोडिएको छ र यस्तै दिनहरू बित्दै जाउन् र हाम्रो आत्मीयता नटुटोस् भन्ने चाहन्छु। र यो मलाई छोड्दै गर्दा चाहिँ के भने हामीले कक्षामा पढाएको पाठ जुन छ युनिट 1 सकेर हामी युनिट 2 मा प्रवेश गरेर जस्तै हाम्रो जीवनको एउटा अध्याय सकेर अर्को अध्याय हाल्ने भयो जस्तो लागेको छ मलाई। अब यो चाहिँ सामान्य प्रक्रिया हो। 60 वर्षको दायरा पुगेपछि कानुनी हिसाबले पनि अब पेसामा रहन पाइँदैन भन्ने लाग्छ हौ भनेर सर। मेरा शिक्षण पेसामा लागिरहँदा सबै दिनहरू स्मरणीय नै छन्। कुनै त्यस्तो मैले त्यस्तो सम्झिहाल्नुपर्ने त्यस्तो खालको कुनै स्मरणीय दिन छैन। मेरा सबै दिनहरू नै स्मरणीय नै छन्। अब यो आजको दिन झन्